100% आउँछ यसमा, यो केसमा चाहिँ। यो केसहरू पनि धेरै हुँदो रहेछ स्क्यामको केस। मेरो केसमा चाहिँ आउँछ किनकि त्यो मान्छे यतिसम्म घटिया, यी सेवादेखि खल्तीदेखि पैसा हाली हिँडिरहेको छ, साथीलाई दिइरहेको छ, आफ्नो पसलमा दिइरहेको छ। ए दिमाग होइन, बिस्सरी बाटो रहेछ क्या। कति बाटो रहेछ भन्ने त त्यहीबाट थाहा भयो डिटेल्सबाट। तर बाहिर देशमा बसेर एउटा गिरोह लागिरहेको छ होइन, गिरोह नै लागिरहेको छ। अनि जसमा चाहिँ यतिसम्म कि मरेको मान्छेको नि अकाउन्टबाट पैसा ह्याक गरिरहेको के, मरेको मान्छेको अकाउन्ट। यसको लागि चाहिँ ब्याङ्कहरू त्यही मान्छे त नहोला, अरू के 3,000 5,000 दिएपछि दिँदो रहेछन्। नागरिकता त हो, फोटो नागरिकता त्यसरी लिएर गर्दो रहेछन्। यसको लागि चाहिँ ब्याङ्कले पनि यस्तो अपराधिक क्रियाकलापलाई साथ हुने गतिविधिबाट एकदमै मेन चाहिँ ब्याङ्कबाट स्ट्रङ हुनुपर्छ क्या। केवाइसी चाहिँ एकदम स्ट्रङ हुनुपर्छ। प्रत्यक्ष जसको अकाउन्ट त्यो मान्छे हुनु पर्यो, त्यो कुराहरू चाहिँ हुनुपर्छ। ट्रान्जेक्सनमा त्यो मान्छे हुनुपर्छ। त्यो कुराहरू चाहिँ ब्याङ्कबाट चाहिँ अलिकति सुधार हुन सक्ला। होइन भने यो घटना यति धेरै बढिरहेको छ। अब यस्तो गुमाउने कति कुरा गुमाइरहेको हुन्छ, कति कुरा पाइरहेको हुन्छ होइन। त्योभन्दा पनि जब मम्मीले कल गर्नुभयो अनि त्यो सुनै नसक्ने गरी क्या, अब भनौँ न बिरामी हुँदाखेरि पनि त यसरी काममा जाने, एउटा राम्रो चप्पल पनि नलाउने मान्छे होइन, दुःख गर्ने, राम्रो खानामा पनि खर्च नगर्ने, राम्रो लाउन पनि डराउने, राम्रो चप्पल पनि नलाएर त्यसरी सेभिङ गरेको, जहिले यस्तरी अरूले ल्याइदिन्छ भन्दाखेरि चाहिँ मेरो चाहिँ भइरहेको हुन्छ कि त्यस्तो परिरहेको हुन्छ। कहिले कसले लोन भने लिएर गइरहन्छ भन्दाखेरि गरेको अनुसार, उहाँले दुःख गरेको अनुसार, मिहिनेत गरेको अनुसार काठमाडौँमा घर बनाइसक्नु पर्ने हो। कहिले कता फसिरहेको हुन्छ। पसल गर्दा पनि त्यस्तै भयो नि त, त्यत्रो डुबेकै हो, त्यत्रो पैसा डुबेकै हो होइन। मम्मीले चाहिँ एकदम पिर मान्नुहुन्छ क्या। उहाँलाई कसैले दुःख देखायो भने, कसैले उहाँको मन चाहिँ कस्तो छ भने जोसुकै होस् कि, चिनेको होस् या नचिनेको होस्, कसैले त्यो सहन नसक्ने व्यक्त गर्यो भने त्यो चाहिँ होइन यस्तो गर्नुपर्छ, यस्तै त हो नि गर्ने भनेर गर्छिन्छ होइन। तर आफूलाई पर्दा चाहिँ हुँदैन नि त। जब म 2चोटि 15 दिन हस्पिटल बस्दाखेरि त्यतिखेर त अब उहाँ हस्पिटल बस्नुपर्छ, काममा जान पाइँदैन नि त। त्यति बेला चाहिँ आफूले दिएको ऋण माग्दा पनि त्यो नमस्कार गरेर बिन्ती गरेर ढोगी पर्दा पनि पाइँदैन कि, त्यस्तो हुन्छ नि त। त्यो भयो, त्यस्तो छ, त्यो भइरहेको छ। अब त्यही भएर पनि कस्तो हुन्छ, इन्डस्ट्री सर्कलभित्रकै साथीहरू हुनुहुन्छ कि इन्डस्ट्री बाहिर? इन्डस्ट्रीभित्रकै पनि बाहिरकै पनि होइन। मलाई चाहिँ कस्तो लाग्छ भने होइन, मसँग 5,000 छ या 10,000 छ या के गरेर मैले जम्मा गरेर 1-2 लाख छ, त्यो चाहिँ अर्कोलाई अप्ठ्यारो परिरहेको छ भने त्यो पैसा काम नलागे त्यो पैसाको चाहिँ के भ्यालु भयो त? कानुनले दियो भने म सार्वजनिक रूपमै, म मिडियामै त्यो मान्छेको फोटो, त्यो मान्छेले गरेको करतुतहरू सबै म पर्दाफास गर्छु। बाहिर नेपालमै चलिरहेको खाता छ त्यो होइन। तर त्यो मान्छेलाई मैले भेटेपछि कानुन अनुसारले गर्न मिल्ने सजाय भने मैले गरेरै छोड्ने हो त्यसलाई। त्यो मान्छेलाई त्यो मान्छे भेट्यो भने कानुनले जे सजाय दिन मिल्छ भन्छ त्यो सजाय चाहिँ दिने नै हो त्यसलाई। किनकि यति दुःख दिएको छ होइन, यस्तो आफूले दुःख गरेर यस्तो बच्चा बच्ची हेरेर बस्नु परिरहेको छ। त्यही पनि त्यस्तो गर्नु हुँदैन नि त मान्छेलाई। त्यसको पनि बाउआमा होला, फ्यामिली होला होइन, त्यस्तो फ्रड गर्नु हुँदैन नि त मान्छेलाई। यही बेलासम्म लाइभ दोरी खिच्दासम्म पनि मलाई थाहै थिएन कि यसरी दाइलाई पैसा हालिदिएको भन्ने पनि थाहा थिएन कि। अनि एकैचोटि त्यहाँ फोनमा कुरा गर्दा सुने, अनि बल्ल थाहा पाएँ मैले। श्रीमानज्यूबाट थाहा भयो तपाईँलाई? हजुर, मलाई फेरि यसरी हालिदिए, घर आएर पनि त्यति लाइभ दोरी जाने बेलासम्म पनि मलाई थाहै थिएन क्या त्यस्तो कुरा। मैले यसरी दाइलाई पैसा दिएँ, हालिदिएँ भन्ने पनि थाहा थिएन। ल यसरी पैसा हाल्दा थिएँ, यसरी स्क्याम भयो भन्ने त्यही कुरा मैले सोचिरहेकै थिएन होइन। अब त्यो आइहाल्छ भन्ने कुरा हो, दिमागमै आएको थिएन। अनि लाइभ दोरी गाएर बसिरहेको अब गाउने रमाइलो गर्ने भनेर पछि अनि रिजल्ट उसले चाहिँ त्यही एउटै ग्लोबल आइएम ब्याङ्कको खाता पठाइरहेको छ क्या। अनि त्यसपछि फेरि त्यो म ठगेँ नि, त्यही दिन फेरि अर्को हाम्रो एकजना ताराजीसी उहाँको फेरि आइडी ह्याक गरेर उहाँको साथीसँग मागिरहेको छ क्या पैसा होइन। 50,000 मागेको कि त्यहाँभन्दा बढी, कतै 50,000 कतै 30,000। अनि उसले चाहिँ त्यो फ्रेन्ड लिस्टमा भएको जतिलाई ह्याक गर्दै अनि त्यसपछि त्यसका साथीहरू सबैलाई माग्ने, फेरि अर्को ह्याक गर्ने, फेरि सबैलाई माग्ने गर्ने क्या। खातामा अब घर खर्चको लागि, बाबुको स्कुल फीका लागि, कहिलेकाहीँ अब हाम्रो सुटिङका लागि भनेर एउटा चल्ती हुन्छ होइन त्यसलाई।
त्यो हामी गरिरहेका हुन्छौँ राखेका हुन्छौँ घर खर्चको लागि राखेको पैसा चाहिँ थियो घर खर्च पनि अब थोरै खर्चले चल्दैन नि त महिनामा थोरै खर्चले चल्दैन नि होइन दुईवटा बाबुको स्कुल खानेकुरा सबै गर्नु पऱ्यो ठिकै राति 1:30 बजीतिर मैले जसले मलाई चाहिँ धेरै मेरो लाइफमा एकदम धेरै सपोर्ट गर्नुभएको छ क्या अनि फ्यामिली मेम्बर पनि र मेरो एकदम हक रेस्पेक्ट क्या एकदम रेस्पेक्टेड पर्सन हुनुहुन्छ धेरै सम्मान गर्ने मैले क्या उहाँ आफैमा पनि समाजसेवी होइन अनि एकदम सज्जन मान्छे मनको सफा मान्छे उहाँबाट म्यासेज आयो क्या मलाई अनि इमर्जेन्सी पऱ्यो मेरो ब्याङ्क एकाउन्ट चलेन मलाई अलिकति सहयोग गर्न सक्नुहुन्छ भन्नुभयो अनि मैले त के सहयोग होला भन्दाखेरि यस्तो यस्तो भयो ब्याङ्क एकाउन्ट चलेन मलाई अहिले 30,000 चाहियो भन्नु क्युआर पठाउनुहोस् भने एक शब्दमै है तपाईँले केका लागि किन भनेर मैले केही सोचेन दायाँ बायाँ तल माथि त्यतिखेर मेरो मनमा बस यति आयो कि उहाँ दाइले सहयोग माग्नुभयो तपाईँ कसैले मेसेन्जरमा तपाईँसँग पैसा माग्छ भने तपाईँको श्रीमतीले मागे पनि नदिनुहोस् बाबुआमाले मागे पनि नदिनुहोस् होइन कसैको पनि नदिनुहोस् है हिजो अस्ति जोडीका कुराकानी गर्थ्यौँ परिवारका कुराकानी गर्थ्यौँ भने अहिले चाहिँ भने अलिकति यहाँहरू तनावमा हुनुहुन्छ जस्तो भेनाको पैसा फसेको भनेको स्क्याम भएको भन्ने न्युजहरू आइरहेको थियो यहाँहरू भनेको सानो छोरा पनि हुनुहुन्छ यहाँ अर्जुन भेना सङ्ख्या अनुसार र छोरालाई पनि हार्दिक स्वागत छ सम्पूर्ण मिडियामा धन्यवाद नमस्ते सबैलाई जस पुलिस चौकी धाइराख्नु भएको छ होइन यो यत्रो पैसा कसरी फस्यो अर्जुन खड्काको भन्ने पनि लाग्न सक्छ धेरैलाई यो कसरी यत्रो पैसा चाहिँ फस्न पुग्यो तपाईँको त्यो मेरो गल्ती पनि हो अब धेरैलाई किनकि यही कमेन्ट गर्नुहुन्छ किन त्यस्तो गरेको भन्नुहुन्छ त्यो गल्ती हो तर गल्ती भनेको एक्सिडेन्ट गल्तीहरू भनेको सबै जानी हुँदैन कि होइन खासमा के भयो म यो सबै भन्छु है त खासमा के भयो भने म ड्युटीमै थिएँ म दोहोरीमै काम गर्छु अहिले पनि करिब 1 बजेर लगभग 30 मिनटतिर 1:30 बजीतिर बिहानको भन्नाले राति 1:30 बजीतिर मैले जसले मलाई चाहिँ धेरै मेरो लाइफमा एकदम धेरै सपोर्ट गर्नुभएको छ क्या अनि फ्यामिली मेम्बर पनि र मेरो एकदम हक रेस्पेक्ट क्या एकदम रेस्पेक्टेड पर्सन हुनुहुन्छ धेरै सम्मान गर्ने मैले क्या उहाँ आफैमा पनि समाजसेवी होइन अनि एकदम सज्जन मान्छे मनको सफा मान्छे उहाँबाट म्यासेज आयो क्या मलाई म्यासेज आयो हजुर दाइ ठिक छु नमस्कार म पनि फेरि बिजी थिएँ काम गर्दै थिएँ रिप्लाई त गरिहालेँ अनि इमर्जेन्सी पऱ्यो मेरो ब्याङ्क एकाउन्ट चलेन मलाई अलिकति सहयोग गर्न सक्नुहुन्छ भन्नुभयो अनि मैले त के सहयोग होला भन्दाखेरि यस्तो यस्तो भयो ब्याङ्क एकाउन्ट चलेन मलाई अहिले 30,000 चाहियो भन्नु क्युआर पठाउनुहोस् भने एक शब्दमै है तपाईँले केका लागि किन भनेर मैले केही सोचेन दायाँ बायाँ तल माथि त्यतिखेर मेरो मनमा बस यति आयो कि उहाँ दाइले सहयोग माग्नुभयो भन्ने मात्रै आयो एक मनले मेरो क्युआर चल्ने मोबाइल छैन भनौँ कि कुनै बाहना गरौँ कि भन्ने आयो तर होइन सहयोग गर्नु साथ दिनुपर्छ यस्तो बेलामा भनेर अनि क्युआर मागेँ 30,000 हालिदिएँ अझै 20,000 हालिदिन सक्नुहुन्छ भोलि म एकैचोटि 50,000 तपाईँलाई बिहानै 9-10 बजी पठाउँछु भने क्या त्यो स्क्यामहरू रहेछ अनि फेरि 20,000 हालिदिएँ 50,000 हालिदिएँ सायद म अझै चाहिन्छ भने पनि उहाँले मागेको पनि हालिदिन्थ्यो होला मसित जति छ सबै रित्ते गरिदिन्थ्यो होला होइन अनि त्यस्तो भयो पैसा चढ्ने छैन जस खातामा अब घर खर्चको लागि बाबुको स्कुल फीका लागि कहिलेकाहीँ अब हाम्रो सुटिङका लागि भनेर एउटा चल्ती हुन्छ होइन त्यसलाई त्यो हामी गरिरहेका हुन्छौँ राखेका हुन्छौँ घर खर्चको लागि राखेको पैसा चाहिँ थियो घर खर्च पनि अब थोरै खर्चले चल्दैन नि त महिनामा थोरै खर्चले चल्दैन नि होइन दुईवटा बाबुको स्कुल खानेकुरा सबै गर्नु पऱ्यो अनि त्यस्तो भयो भोलिपल्ट अब सुटिङ थियो साँच्चीकै सुटिङ थियो दाइ सुटिङ छ मलाई जस 9 बजे नभए पनि 12 बजीसम्म चाहिँ हालिदिनु होला है भने अनि 12 बजे त आउँदैन कल गरेको त भरे त अनि ह्याक गरेर रहेछ फेसबुक ह्याक भइसकेको रहेछ भनेको पछि भोलिपल्ट दाइलाई फोन गरेपछि मात्र तपाईँले थाहा छैन म त्यति फेसबुक हेर्न नपाउनु उहाँले फेसबुकमा त मेरो फेसबुक ह्याक भयो भनेर राखिरहनु भएको रहेछ त्यसपछि तर त्यसपछि मात्र थाहा पाएको क्या होइन हजुर पानीको चाहिँ च्याची हो नि त अब नआइकिन होला अनि त्यस्तो भयो अब सबैजना सजग रहनु होला मेरो विनम्र अनुरोध तपाईँ कसैले मेसेन्जरमा तपाईँसँग पैसा माग्छ भने तपाईँको श्रीमतीले मागे पनि नदिनुहोस् बाबुआमाले मागे पनि नदिनुहोस् होइन कसैको पनि नदिनुहोस् है
जब तिमी उहाँ किचनमा जाऊ मोबाइलमा हेर जाऊ मोबाइल हेर उनीहरूले पनि त एकदमै ठुलो पाठ त सिकाउँछ होइन त्यही पनि त्यत्रो रकम एकदमै मेहनत गरेर कमाउनु भएको म दोहोरीमा थिएँ भन्नुभयो होइन आफ्नो श्रीमानको कमाइ यसरी भनौँ न एउटा ह्याकरले कोही आफ्नै दाइ बनेर पैसा माग्दा यत्रो पैसा त गयो त्यो मान्छेलाई समात्नको लागि एकदमै धेरै कोसिस त गरिराख्नु भएको छ त्यो मान्छे भेटिएला पनि होइन त्यो मान्छेलाई भेट्न पाए चाहिँ एउटा रिस त हुन्छ नि होइन के गर्थ्यो होला जस्तो एकदमै त्यो रिस उठेको छ कि छैन अब त्यो मान्छे भेटिन्छ पनि किनकि त्यसको डिटेल्सहरू सबै त्यही छ सबै होइन कहाँबाट कति पैसा गयो कुन खातामा गयो होइन कतिवटा नम्बरमा छ के छ होइन त्यो सबै डिटेल्स भेटि नै सक्यो सायद त्यो मान्छेले अब यो हेरि पनि रहा होला होइन त्यो कहाँ चाहिँ जाला र यो नेपालभन्दा बाहिर नेपालमै चलिरहेको खाता छ त्यो होइन तर त्यो मान्छेलाई मैले भेटेपछि कानुन अनुसारले गर्न मिल्ने सजाय भने मैले गरेरै छोड्ने हो त्यसलाई त्यो मान्छेलाई भेट्न पाएँ भने त्यो मान्छे भेट्यो भने कानुनले जे सजाय दिन मिल्छ भन्छ त्यो सजाय चाहिँ दिने नै हो त्यसलाई किनकि यति दुःख दिएको छ होइन यस्तो आफूले दुःख गरेर यस्तो बच्चा बच्ची हेरेर बस्नु परिरहेको छ त्यही पनि त्यस्तो गर्नु हुँदैन नि त मान्छेलाई त्यसको पनि बाउआमा होला फ्यामिली होला होइन त्यस्तो फ्रड गर्नु हुँदैन नि त मान्छेलाई तर त्यो मान्छे भेट्न पाएँ मैले भने नि त्यही हो कानको जाली त्यसरी पैसा फस्दा चाहिँ आफ्नो मेहनतलाई कतिको मिस गर्नुभयो त्यो त भनौँ न दुःख गरेको पैसा होइन मलाई त थाहा नै थिएन अझ हामी त्यति बेलासम्म लाइभ दोरी खिच्दासम्म पनि मलाई थाहै थिएन कि यसरी दाइलाई पैसा हालिदिएको भन्ने पनि थाहा थिएन कि अनि एकैचोटि त्यहाँ फोनमा कुरा गर्दा सुने अनि बल्ल थाहा पाएँ मैले श्रीमानज्यूबाट थाहा भयो तपाईँलाई हजुर मलाई फेरि यसरी हालिदिएँ घर आएर पनि त्यति लाइभ दोरी जाने बेलासम्म पनि मलाई थाहै थिएन क्या त्यस्तो कुरा मैले यसरी दाइलाई पैसा दिएँ हालिदिएँ भन्ने पनि थाहा थिएन ल यसरी पैसा हाल्दा थिएँ यसरी स्क्याम भयो भन्ने त्यही कुरा मैले सोचिरहेकै थिएन होइन अब त्यो आइहाल्छ भन्ने कुरा हो दिमागमै आएको थिएन अनि लाइभ दोरी गाएर बसिरहेको अब गाउने रमाइलो गर्ने भनेर पछि अनि कस्तो भयो भने होइन यस्तो मुद्दा यति धेरै आउँदो रहेछ कि दिनमा अब त्यो मुद्दा हेरिदिने मान्छे पनि नहुने खालको क्या अब हामी चौकीमा जाँदाखेरि त्यहाँनिर अब यही स्क्यामको छ अनि यस्तो यतिसम्म फटायो कि त्यो मान्छे जस्तो उसको आइडीबाट थाहा भएको मलाई जुन ग्लोबल आइएम ब्याङ्कको उसले चाहिँ क्युआर पठाएको छ नि त्यहाँबाट थाहा भएको उसले चाहिँ त्योभन्दा अगाडि पनि मेरो अर्को दाइको पनि ह्याक गरेको त्यही सञ्जालबाट त्यही एउटै फ्रेन्ड लिस्टबाट किनकि त्यही क्युआर पठाएको छ कि अरुण रिजाल होइन अरुण रिजाल मेरो मोबाइलमा सबै डिटेल्सहरू छ अरुण रिजाल उसले चाहिँ त्यही एउटै ग्लोबल आइएम ब्याङ्कको खाता पठाइरहेको छ कि अनि त्यसपछि फेरि त्यो म ठगेँ नि त्यही दिन फेरि अर्को हाम्रो एकजना ताराजीसी उहाँको फेरि आइडी ह्याक गरेर उहाँको साथीसँग मागिरहेको छ क्या पैसा होइन 50,000 मागेको कि त्यहाँभन्दा बढी कतै 50,000 कतै 30,000 अनि जस उसले चाहिँ त्यो फ्रेन्ड लिस्टमा भएको जतिलाई ह्याक गर्दै अनि त्यसपछि त्यसका साथीहरू सबैलाई माग्ने फेरि अर्को ह्याक गर्ने फेरि सबैलाई माग्ने गर्ने क्या अब 4,000लाई माग्दाखेरि 2-3जना मात्रै भए पनि आइहाल्ने भयो नि होइन 4-5जना भयो नि आउने भयो त्यस्तो गर्दो रहेछ उसले चाहिँ यस्तो फ्रड छ होइन यो सञ्जालमा त्यसैले विशेष गरी हाम्रो आमा बुवाहरूलाई एकदमै अनुरोध होइन तपाईँको छोराछोरीले पैसा मागे पनि तपाईँको क्युआर नगर्नुहोस् मोबाइल ब्याङ्किङ नचलाउनुहोस् या तपाईँले कोड नदिनुहोस् सबैभन्दा बढी चाहिँ कोड माग्छ र तपाईँको वाट्सएपमा कोड आएको छ तपाईँको मोबाइल नम्बरमा कोड आएको छ भन्छ कुनैलाई कोड नदिनुहोस् तपाईँलाई डाक्टरले मागे पनि नदिनुहोस् तपाईँको होइन जसले मागे पनि नदिनुहोस् कि यहाँ त डक्टर बनेर फ्रड गर्दो रहेछौँ अहिले आज त्यो कुराहरू थाहा थियो अनि हामी जस कडाभन्दा कडा कारबाही त्यो चोरलाई हुन्छ ठगलाई हुन्छ होइन ढुक्क भनेर बसी हुन्छ पुगिसकेका छौँ कानुनमा हामी आफै लागिरहेका छौँ हामी आफै गएर लगभग यो चोरको चाहिँ तेरो चाहिँ सबै डिटेल हामीले पाइसकेका छौँ सबै डिटेल तेरो ठेगार्ने तेरो 3 पुस्ता तेरो आफ्नो व्यवसाय होइन तैँले तेरो साथीहरू साथी सर्कल सबैको नम्बर सबैकोहरू छ अब तँलाई समात्न मात्रै बाँकी छ त्यो समात्छौँ त्यो अहिलेको यो सार्वजनिक
विधाहरू यिनी कुराहरूले गर्दाखेरि चाहिँ त्यति थोरै बाँकी छ। त्यसपछि अब कानुनले दियो भने म सार्वजनिक रूपमै म मिडियामै त्यो मान्छेको फोटो त्यो मान्छेले गरेको करतुतहरू सबै म पर्दाफास गर्छु। फेरि यसरी भन्दै गर्दा त्यो मान्छे भाग्ने हो कि पछि भन्ने डर त छैन नि? कहाँ चाहिँ जानु भागेर भने कि कहाँ चाहिँ जानु होइन, त्यसको सबै अब कहाँ जानु? दुबई गयो भने जानु पर्यो। अब नेपाल भित्र त जतासुकै विस्फोट भइरहेछ, कतार गयो भने कतारमा विस्फोट भइरहेछ, कहाँ चाहिँ जानु? होइन, ढुक्क छ। यस्तरी ठगी धन्दा नगरौँ होइन, कसैले पनि नगरौँ, आफ्नो मेहनतले गरेर खाउँ, यसरी ठगी धन्दा नगरौँ होइन। र यस्तो हुँदो रहेछ कि म जानी जाने पनि कुनै पर्सन यस्तो हुन्छ आफ्नो जीवनमा, हाम्रो आइडल पर्सनहरू हुन्छ क्या, जसको कुराहरू एउटा रिक्वेस्ट आयो भने हामी दायाँ बायाँ केही नसोचिँदो रहेछ क्या, नसोचिँदो रहेछ क्या, दायाँ बायाँ यताउति होइन, तलमाथि केही नसोचेर झ्याप्पै हामी त्यो सहयोग गर्नको लागि अगाडि बढ्दो रहेछौँ। त्यस्तो पनि हुँदो रहेछ। अब जस्तो मेरो बोसलाई अब भनौँ न इक्जाम्पल फर मेरो बोसलाई मैले सर मलाई यति पैसा चाहियो भनेपछि झ्याप्पै हालिदिनुहुन्छ क्या। अब मेरो स्क्याम भएको भए उहाँले हालिदिनुहुन्थ्यो भने अस्ति त्यही कुरा भयो कि होइन। त्यसैले कसैलाई पनि मेसेन्जरको भरमा चाहिँ तपाईँको बोस, कर्मचारी, आमा, बुवा, छोराछोरी कसैलाई पनि नहाल्नुहोस्। सकेसम्म भेटेरै फेस टु फेस भिडियो कल गरेर गर्नुहोस्, अनि कोर्टको कुराहरू चाहिँ नगर्नुहोस्। यति मेरो चाहिँ अनुरोध सबैलाई। यो पैसा फिर्ता आउला त त्यो मान्छे भेटेला? 100% आउँछ, 100% आउँछ। यो केसमा चाहिँ यो केसहरू पनि धेरै हुँदो रहेछ, स्क्यामको केस मेरो केसमा चाहिँ आउँछ। किनकि त्यो मान्छे यतिसम्म घटिया सेवादेखि खल्तीदेखि पैसा हालिहिँडिरहेको छ, साथीलाई दिइरहेको छ, आफ्नो पसलमा दिइरहेको छ। दिमागतिर दिमाग होइन, बिस्सरी बाटो रहेछ क्या। कति बाटो रहेछ भन्ने त त्यहीबाट थाहा भयो डिटेल्सबाट। तर बाहिर देशमा बसेर एउटा गिरोह लागिरहेको छ होइन, गिरोह नै लागिरहेको छ। अनि जसमा चाहिँ यतिसम्म कि मरेको मान्छेको नि अकाउन्टबाट पैसा ह्याक गरिरहेको के, मरेको मान्छेको अकाउन्ट। यसको लागि चाहिँ ब्याङ्कहरू त्यही मान्छे त नहोला, अरू स्क्यामरहरू चाहिँ जस्तो थर्ड पर्सन कसैलाई 1500 दिएर ब्याङ्क अकाउन्ट खोल्नको लागि नागरिकता लिएर गाउँ गरिब मान्छे कसैलाई होइन नागरिकता लिएर ब्याङ्क अकाउन्ट खोलिदिएर क्युआर युज गरेर होइन 3000 5000 दिएपछि दिँदो रहेछन्। नागरिकता त हो, फोटो नागरिकता त्यसरी लिएर गर्दो रहेछन्। यसको लागि चाहिँ ब्याङ्कले पनि यस्तो अपराधिक क्रियाकलापलाई साथ हुने गतिविधिबाट एकदमै मेन चाहिँ ब्याङ्कबाट स्ट्रङ हुनुपर्छ क्या। केवाइसी चाहिँ एकदमै स्ट्रङ हुनुपर्छ। प्रत्यक्ष जसको अकाउन्ट त्यो मान्छे हुनु पर्यो, त्यो कुराहरू चाहिँ हुनुपर्छ। ट्रान्जेक्सनमा त्यो मान्छे हुनुपर्छ। त्यो कुराहरू चाहिँ ब्याङ्कबाट चाहिँ अलिकति सुधार हुन सक्ला, होइन भने यो घटना यति धेरै बढिरहेको छ। अनि यसमा चाहिँ अब सामाजिक सञ्जाल कसरी युज नगर्ने, अब सामाजिक सञ्जाल भर पर्दो छैन, ह्याक भइ नै हाल्छ होइन, ह्याक भइ नै हाल्छ। ह्याकरले त जसरी पनि ह्याक गर्न चाह्यो भने 1 सेकेन्डमै ह्याक गर्न सक्ने रहेछ क्या। फेसबुक होस् अथवा ब्याङ्क एकाउन्ट होस्, सबै कुरा के। अब कारबाही चाहिँ हुनुपर्छ। अब सुध्रिने त के सुध्रेला होइन, पछिल्लो समय कति सुरक्षित छैन कि हाम्रो देशमा, कति सुरक्षा छैन, कति धेरै कलाकारहरू ठगिरहेको देख्नुहुन्छ। कति घरमा अब यहीँ वरपर चोरको बिगबिगी भइरहेको हुन्छ होइन, यहीँ वरपर लुटिरहेको हुन्छन्, घर फोडेर चोरहरू त्यस्तै छ। दिन रात मान्छे रातभरि बिहान होइन राति 8 बजीदेखि बिहान 4 बजीसम्म होइन यस्तो बच्चा छोडेर काम गरिरहेको हुन्छ होइन। त्यसलाई चाहिँ मान्छेको फेसबुक आइडी ह्याक गरेर पैसा मागेर त्यो मोज गरेर बस्नु कति सजिलो भएको। त्यसलाई मान्छेलाई तपाईँसँग पैसा छ भन्ने चाहिँ कसरी थाहा भयो त? होइन, अब यस्तो कन्भर्सेसन गरिरहेको सबै स्टडी गर्दो रहेछ नि त ह्याकरले पनि। अनि पैसा छ भने थाहा भएको भन्दा पनि त्यो मान्छे कतिको सज्जन छ, के छ, कतिको दिन सक्छ भन्ने खालको कुरा पनि हुनसक्छ होला। सबै स्टडी गर्दो रहेछन् क्या ह्याकरले चाहिँ। अनि कस्तो बेला गर्दो रहेछन् भने त्यो ह्याक गरेर म्यासेज गर्ने पैसा चाहिँ सार्वजनिक बिदाको दिन, बिदाभन्दा अघिल्लो दिन, रिसेन्टली त्यो एक्सन लिन नसक्ने बेलामा गर्दो रहेछन् क्या। जस्तो हाम्रो चाहिँ शुक्रबारको दिन फायर गरेको थिएँ होइन, त्यस्तो पारेर गर्दो रहेछ। अनि त्यही हो, अब हामी कानुनी कारबाहीका लागि अगाडि बढिरहेका छौँ। अब जहाँसम्म भेटिन्छ होला, आशा गरौँ।
भनेको यहाँ त भनौँ न तपाईँहरू जस्तै अरू पनि त कति धेरै ठगिनु भएको छ नि होइन, जस्तो अनलाइन बिजनेस गरेर कतिले मलाई त्यो पैसा हालिदिनुहोस्, सामान नपठाइदिने, ब्लग हालिदिने, कति केस हो त्यस्तो आउनु भएको थियो। तपाईँहरूको यो न्युज आइसके पछाडि पनि तपाईँहरूलाई कतिको म्यासेज आयो तपाईँहरू जस्तै पीडितहरू? कति धेरै म्यासेज कमेन्ट्सहरू होइन, हामीलाई पनि यति ठगियौँ भनेर मलाई यस्तै कुरा भएको थियो स्क्यामरले भनेर कति आएको छ। यो एकदम बिगबिगी छ क्या, एकदम बिगबिगी छ। यसको लागि चाहिँ राम्रै कदम चाल्नुपर्छ जस्तो लाग्छ क्या। हुन त कानुनले पनि झस्काइराखेको हुन्छ, अहिले स्क्याम एकदमै धेरै बढिरहेको छ। कसैले भ्याट्ट पैसा मागिहाल्यो भने अथवा कसैले मेसेज गरिहाल्यो भने हत्तपत्त रेस्पोन्स नगर्नुहोस् भनेर धेरैलाई सजग बनाउँदै पनि कसरी ठगिन पुगिँदो रहेछ। मेरो केसमा चाहिँ मैले भने नि इमोसनली रूपमा भनौँ न त्यो दाइसँग चाहिँ एकदमै मैले भने नि एकदम रेस्पेक्टफुल पर्सन भएको हुनाले चाहिँ उहाँले सहयोग माग्दाखेरि मैले दायाँमा केही नसोचेर गरिहालेँ। कहिलेकाहीँ त्यस्तो हुँदो रहेछ कि कुनै सम्बन्ध, कुनै व्यक्तित्वहरू हाम्रो जीवनमा एकदमै फरक भूमिका राख्ने हुन्छ नि त। अब त्यसमा चाहिँ अब जस्तो हो मलाई राति काम गरिरहेको बेला मम्मीकोबाट आइरहेको बेला यस्तो भयो भनेर के कुनै एउटा घटना भनेर ल पैसा पठाइहाल् त भनेको सायद म त्यतिखेर पनि आत्तिएर पठाइदिइहाल्थेँ क्या। त्यस्तो हुन्छ क्या, थाहा त छ त, थाहा पाउँदा पनि त्यस्तो हुँदो रहेछ। दिमागले त्यो भर नपाउँदो रहेछ कुनै बेला। आफ्नो मेहनतलाई सम्झिनु भयो मलाई त भन्दा पनि मेहनत त्यो त आफ्नो ठाउँमा छ। मलाई अब यस्तो गुमाउने कति कुरा गुमाइरहेको हुन्छ, कति कुरा पाइरहेको हुन्छ होइन। त्योभन्दा पनि जब मम्मीले कल गर्नुभयो अनि त्यो सुनै नसक्ने गरी क्या, अब भनौँ न बिरामी हुँदाखेरि पनि त यसरी काममा जाने, एउटा राम्रो चप्पल पनि नलाउने मान्छे होइन, दुःख गर्ने, राम्रो खानामा पनि खर्च नगर्ने, राम्रो लाउन पनि डराउने, राम्रो चप्पल पनि नलाएर त्यसरी सेभिङ गरेको, जहिले यसरी अरूले लैदिन्छ भन्दाखेरि चाहिँ मेरो चाहिँ भइरहेको हुन्छ कि त्यस्तो परिरहेको हुन्छ। कहिले कसले लोन भने लिएर गइरहेको हुन्छ भन्दाखेरि गरेको अनुसार, उहाँले दुःख गरेको अनुसार, मिहिनेत गरेको अनुसार काठमाडौँमा घर बनाइसक्नु पर्ने हो। कहिले कता फसिरहेको हुन्छ, पसल गर्दा पनि त्यस्तै भयो नि त। त्यत्रो डुबेकै हो, त्यत्रो पैसा डुबेकै हो होइन। मम्मीले चाहिँ एकदम पिर मान्नुहुन्छ कि, अनि अहिलेसम्म कमाएर राम्रोसँग जोगाएर राखेको भए काठमाडौँमा घर बनाइसक्नु त्यो भन्दाखेरि चाहिँ अलिकति मनमा कस्तो त्यो भकानी होइन। तर अरू त त्यो शब्दले नभन्नु भन्दा उहाँलाई फेरि थाहा भइहाल्यो। उहाँ सुरुमै डराएर उसको ह्याक भएको छ अरे भनेर भनिहाल्यो कि नभन्नुपर्ने। अब मम्मीले डिबी दाइको यस्तो आइडी यस्तो भएको छ अरे, पैसा ठगिरहेको छ अरे, अरू यहाँ कतिको पैसा लिइसक्यो अरे भन्दै फेरि त्यो म कस्तो छु भने त्यो लुकाउनै सक्दैन कि केही कुरा पनि। अहिलेसम्म जन्मेर यत्रो भएँ, मैले केही कुरा अहिलेसम्म लुकाएर झुट बोलेको भन्ने मलाई थाहा छैन। त्यो त फुस्किहाल्छ कि भन्दिनँ भन्दा त्यो नभन्नुपर्ने त्यो टेन्सन हुन्छ नि त। हुन्छ कि मेरोमा चाहिँ अब कहिले जस्तो राम्रै गर्न गइरहेको बेला अब भनौँ न केही व्यवसाय गर्दाखेरि त्यस्तो भयो, त्यो बिचमा अब त्यो दुबईतिर हामी जाँदाखेरि त्यस्तो भयो, त्यस्तो परिरहेको हुन्छ। ठिकै छ, आउने जाने भइरहन्छ, जिन्दगी यही त हो। तर ठगलाई चाहिँ छोड्नु हुँदैन। साथीहरूबाट पनि ठगिनु भएको छ? ठग्या छ धेरैचोटि। यो त्यो लेनदेनको कुरामा अब मैले के अरे अहिलेसम्म ऋण त मैले कसैको लिएको छैन होइन। तर दिएको कुरामा चाहिँ दिएको त छ नि। मन फेरि कोमलो छ, पग्लिहाल्छ होइन। कसैले दुःख देखायो भनिरहेको हुन्छु कि उहाँलाई कसैले दुःख देखायो भने, कसैले उहाँको मन चाहिँ कस्तो छ भने जोसुकै होस् कि, चिनेको होस् या नचिनेको होस्, कसैले त्यो सहन नसक्ने व्यक्त गर्यो भने त्यो चाहिँ होइन यस्तो गर्नुपर्छ, यस्तै त हो नि गर्ने भनेर गर्छिन्छ होइन। तर आफूलाई पर्दा चाहिँ हुँदैन नि त। जब आफूले जब म 2 चोटि 15 दिन हस्पिटल बस्दाखेरि त्यतिखेर त अब उहाँ हस्पिटल बस्नुपर्छ, काममा जान पाइँदैन नि त। त्यति बेला चाहिँ आफूले दिएको ऋण माग्दा पनि त्यो नमस्कार गरेर बिन्ती गरेर ढोगी पर्दा पनि पाइँदैन कि, त्यस्तो हुन्छ नि त। त्यो भयो, त्यस्तो छ, त्यो भइरहेको छ। अब त्यही भएर पनि कस्तो हुन्छ, इन्डस्ट्री सर्कलभित्रकै साथीहरू हुनुहुन्छ कि इन्डस्ट्री बाहिर? इन्डस्ट्रीभित्रकै पनि बाहिरकै पनि होइन। मलाई चाहिँ कस्तो लाग्छ भने होइन, मसँग
5,000 छ या 10,000 छ या के गरेर मैले जम्मा गरेँ 1-2 लाख छ, त्यो चाहिँ अर्कोलाई अप्ठ्यारो परिरहेको छ भने त्यो पैसा काम नलागे त्यो पैसाको चाहिँ के भ्यालु भयो त? आज उतातिर काम लाग्छ अनि पछि त्यो मलाई आइहाल्छ नि भन्ने हुन्छ। त्यो मसँग बसिरहनु भन्दा बरु उतातिर काम त टर्यो नि त, अप्ठ्यारो त समस्या टर्यो भन्ने फिल हुन्छ मलाई चाहिँ। तर त्यो पैसाको मुख चाहिँ एकदम कालो हुने, अनि त्यो भइसकेपछि चाहिँ कारोबार भइसकेपछि चाहिँ गयो कि त्यो। म चाहिँ पैसाको कुरामा चाहिँ एकदमै छुच्चो छु। कसैलाई त्यो होइन, त्यो आउँदैन त नि थाहा छ, आउँदैन अनि किन दिने त? म त कस्तो हुन्छ भने म मेरै दाइले ऋण माग्दा पनि नदिएको मान्छेको त आउँदैन त किन दिने? अनि मेरै दाइले पनि, म त यहीँ भन्छु मिडियामा, मेरै दाइले पनि घर बनाउने बेलामा मलाई यति पैसा चाहियो दे भन्दाखेरि मैले छैन भनिदिएको हो त नि। आउँदैन त नि, आउँदैन भन्ने थाहा हुँदा आफूलाई पर्दा पाइँदैन नि त। आफूलाई म कति समस्या पर्दाखेरि कतिसँग पैसा माग्दाखेरि होइन मैले पाएको छैन नि त, त्यही भएर म चाहिँ सक्दिनँ। मलाई थाहा भयो भने म चाहिँ त्यो कसैलाई कति भनिरहेको हुन्छु कि हजुर त्यो मोबाइल ब्याङ्किङ नै नराख्छु, बरु म राख्छु, हजुर राख्दै नराख्छु भन्छु कि मैले। कति भनेको छैन, कसरी भन्छ कि त्यस्तो हुन्छ, त्यही भनिराखेको छु। ब्याङ्किङ चाहिँ हजुरले चलाउँदै नचलाइसु, कहाँ कति सबै कुरा बरु बुझेर मैले गर्छु, पैसाको कारोबारै नगर्छु भन्छु कि। मन त्यस्तो छ नि त उहाँको। अनि तपाईँ पहिल्यै साथीबाट धोका पाइसक्यो मान्छे फेरि कसरी धोका पाउनु पुग्नु? मेरो नेचर चाहिँ त्यस्तै भयो क्या। त्यो कसैले माग्यो भने नाइ भन्न नसक्ने स्वभाव भयो क्या। त मेरो खराब हो, यसलाई मैले सुधार्नु पर्छ भनेको छुच्चो बन्नुपर्छ भन्ने सोचाइ चाहिँ आउँदैन कहिले। त्यो कति बानीहरू चाहिँ नसुधिँदो रहेछ क्या, त्यो हुँदो रहेछ क्या, सक्नु भएन है त्यो नसुधिँदो रहेछ त्यो। अब होइन, मैले कतिपय चाहिँ अब भनिरहेको हुन्छ यस्तो गर्नु हुँदैन, भोलि के हो कस्तो हो होइन, अब भनिरहेको हुन्छु। अब होइन गर्नुपर्छ, यस्तै बेला त हो गर्ने, भोलि होला नि भन्ने टाइपको कुरा हुन्छ। अनि त्यसपछि के भन्ने जस्तो मम्मीले भन्नुभयो नि, अहिलेसम्म तैँले कमाएको पैसा जोगाएर राखेको भए काठमाडौँमा घर किन्न सक्थिस् भन्दै गर्दाखेरि त्यही कुरालाई तपाईँले महसुस गर्नुभयो कि गर्नु भएन? मम्मीले भनेको रिजन फेरि म कस्तो हो भने, म जागिर गर्न लागेको धेरै पहिलादेखि क्या, त बाध्यता त थिएन। तर म लगभग 10 क्लास पढ्दादेखि नै एकदमै धेरै गर्ने क्या। म त्यो मेरो सोखिन क्या, म आफै त्यो होइन आत्मनिर्भर भन्ने टाइपको। अनि त्यतिखेर 3-4वटा जबहरू मैले गर्ने क्या एकैचोटि। जस्तो अब मार्केटिङ पनि गर्ने, एफएममा रेडियोतिर पनि काम गर्ने, दोहोरीतिर पनि काम गर्ने होइन, अन्य कामहरू पनि त्यो एकैचोटि धेरै कामहरू गर्ने कि खटिरहने क्या। त्यो खालको स्वभाव भएर उहाँले चाहिँ खाइ नखाए यसरी हिँड्ने, ग्यास्ट्रिकले बिरामी हुँदाखेरि यसरी हिँड्ने भन्ने खालको मम्मीको धारणा चाहिँ त्यो। अब घर त बन्थेन, अब आफ्नो ठाउँमा छ होइन, तर काम गर्न लागेको धेरै वर्ष भयो नि त, धेरै वर्ष भइसक्यो नि त होइन। आफूले मेहनतको फल मिठो हुनुपर्छ भने जस्तै आफूले मेहनत गरेको फल चाहिँ कतै गइरहेछ भन्ने त त्यो त आफ्नो आमालाई पनि मजा त लाग्दैन। आफ्नो छोराले यत्रो दुःख गरेको सङ्घर्ष त्यो 20 वर्ष बढी हुन लागिसक्यो होइन। अब काम पनि अब फेरि राम्रै इन्कम हुने गरिन्थ्यो होइन, राम्रै हुन्थ्यो पनि त्यो हिसाबमा हो। अब ठिकै छ, भाग्यमा जे जति छ त्यति हो पाउने होइन, जस्तो छ त्यो आफ्नो भाग्यमा जति छ त्यति नै मिल्छ क्या। यसलाई चाहिँ पिर गरेर होइन भगवानको कृपाले हातमुख जोड्न पाएछ, अब आफ्नो आधारभूत आवश्यकताहरू पुरा गर्न पाएछ, म त्यसमै खुसी छु। म मम्मीलाई पनि त्यही भन्छु, त्यसमै खुसी छु होइन। त्यही भएर हुन त अब यस्तो छ, छोराहरू हुर्किँदै गर्दाखेरि भोलि छोराहरूको इच्छा आकाङ्क्षाहरू पुरा गर्न नसकिएला भन्ने छुट्टै खालको पिर पनि हुन्छ नि त। त्यो पनि हो। अनि म चाहिँ के सोच्छु भने, म आफू पनि त्यही भएर होला पढाइदिने हो होइन। अब 10 क्लास अब कति के भन्छ होइन, +2 कतिसम्म पढाउन चाहिँ अब एकदम कोसिस गर्ने पढाउने। त्यसपछि चाहिँ अरू कुरा त आफ्नै उनीहरूको इच्छा आफै पुरा गर्ने हो नि, कसले पुरा गरिदिन्छ होइन। मैले मेरो इच्छा कसले छोराहरूको लागि गरिदिने होइन, आत्मनिर्भर मात्रै बनाइदिने हो कि, आफूले कमाउन सक्नुसम्म बनाउने के होइन। मलाई कसले किनिदियो र मलाई होइन, मलाई कसले उयो गरिदियो। कति वर्षको हुनुहुन्थ्यो तपाईँ? जस्तो 10 क्लासमा पढ्दै मलाई 13-14 वर्षदेखि नै काम गर्न थालेको थिएँ। अनि अहिले कति वर्ष हुनुभयो? 30 वर्ष त क्रस हुनुभयो होला। धेरै भइसक्यो। त्यो भएर आमालाई त पिर त अभियसली हुन्छ नि होइन, यसरी पैसा फस्दाखेरि। त्यो भएर पनि आमाले भन्नुभयो सायद तपाईँलाई? त्यही भएर पनि होला। तर ठिकै छ, म त अब पैसा भयो भने टेन्सन हुन्छ होला। अब के अरे दिमाग पनि छैन, टेन्सन पनि छैन भने जस्तै, पैसा पनि छैन टेन्सन पनि छैन, आनन्द हो होइन। एउटा
त्यसरी दिमाग पनि छ पैसा पनि छैन टेन्सन पनि छैन छँदा पनि छैन जाला भन्ने टेन्सन पनि छैन त्यो अब अलिअलि भएको पनि अब फेरि आफ्नो मन कोमल होइन माग्दाखेरि दिइहालिन्छ गयो त्यो पनि स्क्यामरले लैदियो होइन अब स्क्यामरलाई के भन्नु हो अब उसलाई कस्तो भाइ खुरुक्क कन्ट्याक्टमा आऊ होइन भने दुःख पाउला अनि पक्कै पनि भिडियो हेर्छन् कन्ट्याक्टमा आऊ, इमानदार भएर। यो स्क्यामरले भिडियो हेर्छ नै यो स्क्यामर नेपालभित्रै रहेछ होइन सबै रहेछ तिम्रो सबै मैले अघि अब भन्न मिल्छ मिल्दैन तर ठिकै छ तिमी भाग्ने कुरा भाग्न सक्छ भने भाग जेसै गर तर तिम्रो सबै कुरा डिटेलहरू चाहिँ आइसकेको छ तिम्रो फ्यामिलीसम्म तिम्रो सबैसम्म पनि पुगिसकेको छ तिम्रो डिटेलहरू तिम्रो व्यवसायहरू सबै कुराहरूबाट त्यो सबै कुरा सेयर गर्न नपरोस् होइन अब अरू केही नभए पनि म तिम्रो मिडियामा चाहिँ छर्लङ्गै बनाइदिन्छु त्यति हो छर्लङ्गै भयो इमान्दारीपूर्वक अब यस्तो गल्ती भयो भनेर अब इमान्दारीपूर्वक पैसा फिर्ता गरेर माफी माग्छौ भने ठिकै छ होइन माफी मागे होइन इमान्दारी भएर आउँछ भन्ने होइन दुःख त पायो नि अब के काम छ सब छोडेर त्यही धाउन परिरहेको छ होइन अब 20 रुपियाँ पैसा कसैलाई दिएर रिटर्न आएन भने त त्यही 20 रुपियाँले कति पोलिरा हुन्छ नि मलाई अझै मेरो 10,000 को पर्छ त अझै ओहो भने अझै मन पोल्छ त्यो त 50,000 हो कहाँ सकिन्छ नि कस्तो रातभरि 12-1 बजीसम्म निद्रा लाग्दैन त्यो मान्छे कति रजाइ गरेर बसिरह होला ढुक्कै थाहा छैन भनेर ढुक्क 50,000 पायो भने ढुक्कले बस्यो होला अनि यो ढुक्कको दिन पनि यसको आउँछ फेरि यो फेरि ढुक्क भएर बस्ने दिन फेरि आउँदैछ अनि उसलाई मान्छेलाई चाहिँ कन्ट्रोल गर्नै पर्छ क्या किनकि हामी जस्तो धेरैलाई ठगिसकेको छ होइन अझै ठगिरहेको छ अझै यसको ह्याक गर्दै आइडी ह्याक गर्दै पैसा माग्दै होइन यस्तो आनन्द क्या कस्तो मिडियामा ल्याएर छर्लङ्ग पारेपछि अनि यो लाइनमा आउँछ यस्तो मान्छे सुध्रिँदैन जति पनि अनि ठिक छ अब अन्तिममा के छ त उहाँ ह्याकरज्यूलाई सन्देश मैले त भनिहालेँ नि अब इमान्दारीपूर्वक के भन्छ त आउनुहोस् अगाडि होइन अनि त्यही हो हामीले भन्ने हो रिटर्न गरिदिनुहोस् होइन अब ह्याकरज्यू तपाईँले धेरै महान काम गरिदिनु भयो मेरो आँखा खोलिदिनु भयो यहाँलाई विशेष धन्यवाद होइन अब कसैलाई पनि यो सहयोग भनेको कुरा नेभर कसैलाई पनि गर्नु हुँदो रहेछ हजुरले आँखा खोलिदिनु भयो तर मेरो आँखा जति खोले पनि फेरि आँखा बन्दै भइहाल्छ होइन यहाँलाई त्यही हो अब आफ्नो मिहिनेत गरेर गर्नुपर्छ कसैलाई पनि रुवाएर कसैलाई रुवाएको धनले कसैलाई पनि होइन बोल्छ क्या अरूलाई रुवाएको धनले चाहिँ बोल्छ खाडोमा परिन्छ त्यस्तो काम नगर्नु होला र अनुरोध विशेष गरी ह्याकरलाई मात्रै होइन कि सबैलाई अनुरोध चाहिँ के भने मोबाइल ब्याङ्किङ गर्दाखेरि एकदम ध्यान दिनुहोस् र कोड सबभन्दा चाहिँ तपाईँलाई आउने कोड कसैलाई सेयर नगर्नुहोस् तपाईँको मोबाइलमा आउने कोडहरू चाहिँ कसैलाई सेयर नगर्नुहोस् ब्याङ्कबाट हो भने पनि सेयर नगर्नुहोस् होइन तपाईँको आमा बुवा तपाईँको श्रीमान श्रीमतीलाई पनि सेयर नगर्नुहोस् के प्रत्यक्ष नभेट्दासम्म भन्दै धन्यवाद।